सबैजना एक बाहिर बस्दिनु होला सन्ताजीहरू। ल तल तल सबैजना तल जानु है। यता आउनुहोस् अगाडि अगाडि आउनु। सत्य भाइ कम मेक अ मुभी सबैजना सत्य भाइ र म मात्रै आउनु ल ल। यता आउनुहोस् तपाईँहरू पनि कति आउने आउनुहोस् यता 500 जना यता आउनुहोस् सबैजना ल सबैजना यसो बेला आउनु। तपाईँहरूले पनि अहिले नलेख्नु सुन्नु है ध्यान दिएर ल। एकवटा कुराहरू भन्छु अनि जानु पर्यो। ल अब चुप लागौँ ल चुप लागौँ है चुप लागौँ एकअर्कासँग नबोल्नु होला। खास त्यस्तो त छैन तै पनि मैले यहाँलाई 2-4वटा कुराहरू भन्नुपर्छ जस्तो लाग्यो। त्यस्तै खुसी लागेको छ। आज श्रमबार हामीले श्रमदान गरिरहेका छौँ। इनफ्याक्ट गरिसक्यौँ। म चाहिँ ढिलो आइपुगेँ। थुप्रै कामहरू छन् त्यसले गर्दाखेरि ढिलो आएँ। र तपाईँहरूले यहाँ सरसफाइ गर्नुभयो जस्तो मलाई लागेको छ। सरसफाइ गरिसक्नु भयो जस्तो मलाई लागेको छ हेर्दाखेरि होइन। धन्यवाद दिन चाहन्छु सहभागी सबैजनालाई। अब हामीले यो श्रमदानलाई एउटा कल्चरको रूपमा संस्कृतिको रूपमा हामीले विकसित गरिसकेको अवस्था छ। हाम्रो श्रम संस्कृति पार्टी आफैमा श्रम र श्रमदान श्रमदाता यो तीनटा कुराहरू तीनटा विषयहरू तीनटा प्रसङ्गहरूमा उभिएको छ। हामीले श्रम गरेनौँ भने हाम्रो पार्टी रहँदैन। श्रमदान गरेनौँ भने हाम्रो पार्टी रहँदैन। हामी आफूलाई श्रमदाता ठानेनौँ भने हामी श्रमदाता बनेनौँ भने हाम्रो पार्टी रहँदैन। गफले देश बन्दैन। गफले देश बन्यो भने म धरानमै घरको धुरीमा बसेर गफ गर्दै बस्न यहाँ किन आउनु पर्छ होइन। आज हाम्रा श्रमदाताहरू तपाईँ हाम्रा साथीहरू दार्चुलामा फुल थापिराख्नु भएको छ। उहाँहरूको लागि ताली बजाउनुपर्छ है। हिजो मात्रैको अपडेट मैले पाउँदाखेरि 97 जना दार्चुलाभन्दा बाहिरका 97 जना कोही धरानबाट छन् कोही इलामबाट छन् कोही कता छन् कोही के छन्। उहाँहरू चाहिँ 97 जना अहिले एउटा शिविर जस्तो ठाउँमा चाहिँ एउटा तम्बु टाँगेर बसेर त्यहाँनिर श्रम गरिराख्नु भएको छ। उहाँहरू 17 गते एक लट र लाइक 21 गते एक लट फर्किने भन्ने छ। त्योभन्दा अगाडि हामी रिइन्फोर्स भएर त्यहाँ जानुपर्छ। यो आर्मीमा ट्रेनिङ गर्ने सरहरू पनि हुनुहुन्छ यहाँ थुप्रो। तपाईँहरूलाई थाहा छ रिइन्फोर्समेन्ट भनेको के हो भन्ने चिज होइन होइन। उहाँहरू छुट्टीमा निस्किँदै हुनुहुन्छ। अब हामी त्यहाँ जानलाई को तयार हो? तयार छ यहाँ? हामी 3जना मात्रै तयार रहेछ। सुन्नु है फेरि जानु पर्यो नि। 21 गते भन्दा पहिला हामी पुगिसकेको हुनुपर्छ। त्यो पुल सकिन्जेलसम्म हाम्रो त्यहाँ निरन्तर श्रमदान चल्छ। 21 गते भन्दा पहिला हामीले एउटा टोली बनाउनुपर्छ। म यो टोली बनाउने जिम्मा यहाँका हाम्रा के अरे यता रमनजी यता आउनुहोस् त। उहाँलाई मैले आज दिन चाहन्छु।
एकजना उहाँ हुनुहुन्छ, महिलातर्फ टोली बनाउने एकजना लिडर म यहाँ उहाँलाई दिन्छु। मन्दिराजी यता आउनुहोस्, यता आउनुहोस् है। जितेनजी पनि कता जानुभयो जितेन है? तपाईँ 3 जनाको अगुवाईमा थोरैमा 30 जना श्रमदाता निकाल्नुहोस्। 30 जना। हामी रेडी छौँ? रेडी छौँ कि छैनौँ? तपाईँले मात्रै हो? काठमाडौँको श्रमदाताले अल्छी छन्, किनभने गफ गर्ने ठाउँको श्रमदाता हो नि त। मलाई थाहा ल, तपाईँहरू तयार भइहाल्नुहोस्। लेडिज जेन्ट्स सबै जाँदा हुन्छ। त्यहाँ 2 खालको क्याम्प छ, डिफ्रेन्ट ठाउँमा हाम्रो सैनिकहरू छ। खाना मजाको पिकनिक जस्तो पनि हुन्छ होइन? हामी जाँदाखेरि जाँदा आउँदा र खाना बस्नका लागि हल्का खालको स्लिपिङ ब्याग एउटा लानै पर्छ है, आफैले लानुपर्छ। जाँदा ट्रान्सपोर्टेसन, जाँदा आउँदा होइन शुल्क लाग्दैन। खाना बस्न पनि त्यहाँ रुखसुख खाइहालिन्छ, तर जानु चाहिँ पर्यो। तपाईँ 3 जनाले रेडी बनाउन सक्नुहुन्छ? 30 जना सक्नुहुन्छ भने सक्नुहुन्छ भन्नु, सक्नुहुन्न भने म सक्दिनँ भन्नुहोस्, अर्को मान्छेलाई बोलाउँ। आज सक्नुहुन्छ? ए जितेनजी सक्नुहुन्छ? हात उठाउनु त। यस है। श्रम संस्कृति पार्टी भनेको गफ गर्ने पार्टी होइन। गफै गर्नुपर्दा हामी जति गफ गर्ने फेरि यो नेपालमा छैनन् पनि। 1 वर्ष भाषण गरिन्छ यहाँ उभिएर, एकछिन सुनिन्छ, भात खाएर फेरि एकछिन उठेर गरि नै हालिन्छ। तर गफले देश बन्द रहेछ त। गफाडी त कति आयो नि यहाँ होइन? होइन भन्नु, गफले देश बन्दैन। पक्का देश बनाउने समूह हो यो। भएको कारणले यसपालि हामी त्यो पुल बनाएर देखाउँछौँ होइन? उहाँहरू अब अस्ति जानुभएको, कति हप्ता भइसक्यो, त्यसले गर्दाखेरि उहाँहरू कमब्याक हुनुहुन्छ। 21 गतेभन्दा अगाडि हामी 20 गते थोरैमा त्यहाँ 30 जनाको, बढीमा 100 जना भनौँ न, हामी त्यहाँ जान्छौँ। एक्सपिरियन्स, एउटा नयाँ एक्सपिरियन्स हुन्छ। सुन्नुभयो? ध्यान दिउँ है। यस्तो एउटा कुना, ध्यान दिउँ है, थोरै ध्यान दिउँ, गफ नगरौँ। नाम लिन्न म, तर नामले त बेजेत हुन्छ र मात्रै। गफ गर्ने होइन, त्यो इम्पोर्टेन्ट छैन। आफ्टर माई स्पिच कति बोल्ने हो बोल्नु, यो माइक पनि दिन्छु, म चाहिँ जान्छु। बोल्दै बस्नु, सुन्नु पर्यो। देशको यस्तो एउटा कुना, जुन कुनामा राज्यको कहिले पनि आँखा पुगेन। देशको यस्तो कुना, जुन कुनामा बस्ने मान्छेहरू, म त यो देशको भन्दा त्यो देशको भए हुन्थ्यो नि बरु। त्यहाँ उनीहरूको बजार पनि छ, विद्यालय पनि छ, अस्पताल पनि छ, बाटो पनि छ। यो देशमा त केही पनि छैन भनेर आफूले आफैलाई धिक्कार्दै बसेको कुना, त्यो कुना हाम्रो देशको कुना हो कि होइन? त्यो दार्चुलाको दुम्लिङमा बस्ने मान्छेहरू तपाईँको दाजुभाइ हो कि होइन? मलाई त मेरै घरको सदस्य जस्तो लागेर त्यहाँ गएको, त्यहाँ जानुपर्छ भनिरहेको। हामी काठमाडौँमा रमाइरहेका छौँ, पोखरामा रमाइरहेका छौँ, धरानमा रमाइरहेका छौँ। यो दुम्लिङको दुःख देख्न हामी जाने कि नजाने? यदि हामी नजाने भन्छौँ भने कि त हामी नेपाली होइनौँ, कि त ती मान्छेहरू नेपाली होइनौँ। श्रम संस्कृति पार्टी भनेको चुनावमा लड्ने, एक ठान सांसद जित्ने, यसो भाषण गर्ने, भइपर्यायो मन्त्री पड्काउने भन्ने मात्रै होइन। यो पार्टी भनेको एउटा नेपालीलाई अर्को नेपालीसँग जोड्ने पार्टी हो। कुरा बुझ्नुभयो नि?